यता यता राखौ यहाँले राखौ खै हजुर कुन तर्फ जिते हो म खिचिन्छु त फुल दे म खिचिन्छु कि मिलाएर कति माथि हो ब्यानर तुल पनि विदाई करने आए ये स्वागत करने आए सिंधुपाल चौक का सभापति बाबूराम सरका विदाई किया विदाई म मलाई पर्नु मलाई लगाएको आपको यात्रा मंगलमय रहे फिर वहीं में काठमांडू में मिलेंगे हम भी यहाँ से विदा हो रहे हैं हमारे दोस्त लोग वहाँ आपका स्वागत करेंगे वहाँ दो लगा ब्यानर निकाल्नुमा औला हिजो छाडी अस्तिको पत्रिकामा कान्तिपुर दैनिकमा एउटा न्युज छ केन्द्रीय सदस्य 4-5 जनाको केन्द्रीय सदस्यको नाम आएको छ त्यो राम्रो होइन त्यसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फाइदा गर्दैन बेफाइदा गर्छ मैले यस्तो खुला मञ्चमा खुला कार्यक्रममा भन्न नहुने थियो बाध्य भएँ आज र मैले भने त्यस कारणले अब एउटा कार्यक्रम पनि समाप्त भएको छ र अब हामी यहाँ उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष माननीय श्री श्री पशुशमशेर जबराज्यू केन्द्रीय सदस्य श्री बुद्धिमान तामाङज्यू केन्द्रीय सदस्य एवं राष्ट्रिय प्रतिनिधि संगठनका केन्द्रीय संयोजक श्री भुवन पाठकज्यू यहाँ उपस्थित राष्ट्रिय प्रजातन्त्रका विभिन्न भाषा संगठनका केन्द्रीय सदस्यज्यूहरू एवं पदाधिकारीज्यूहरू पार्टीका जिल्ला अध्यक्ष सचिवको सदस्य सहसचिव एवं उपस्थित सदस्यहरू एवं पदाधिकारीज्यूहरू विभिन्न क्षेत्रीय अध्यक्ष एवं पदाधिकारीज्यूहरू राष्ट्रिय प्रतिनिधि संगठनका सांसदज्यू एवं पदाधिकारीज्यूहरू एवं यहाँ यो माओवादीको दाजुभाइहरूले त एउटा कटौरा खान देखाइदिने पनि मलाई कस्तो डिस्टर्ब गरेको थियो तैपनि यस्तो शान्तिमा सबैजना तपाईँ दल शान्तिमा आउनु हुँदैन मलाई त एकदम खुसी भइरहेको छ
गरिब धनी सबै सहरमा गर्छु भन्दै थियो अनि गरिब धनी सहरमा कस्तो बारमा भयो माओवादी भएको ठाउँमा माओवादीकै बाटो एमएलए भएको ठाउँमा एमएलएकै बाटो काङ्ग्रेस भएको ठाउँमा काङ्ग्रेसकै बाटो हाम्रो 50 अधिवेशनका सभापति तथा सम्मानीय केन्द्रीय राष्ट्रपति केन्द्रीय अध्यक्ष श्री प्रसाद शान्तिकाज्यू र केन्द्रीय सदस्यज्यूहरू जिल्ला कार्य समितिका राष्ट्रमा अध्यक्षज्यू र विभिन्न स्थानमा गाउँका सभामा भएका युवा सदनका अध्यक्षज्यूहरू सदस्यज्यूहरू लगायत यस विषयमा सहभागिता हुँदैका हामीका प्रशासन जिल्ला कार्यालयका प्रमुखज्यू अभिज्ञहरू र यसको गर्नुमा शिक्षकज्यूहरू र प्राचार्यज्यूहरू र समितिका सदस्यज्यूहरू लगायत सम्पूर्ण मेरा प्यारा दाजुभाइ दिदीबहिनी भाइ बहिनी छात्र छात्राहरू आज यस गतिविधिमा हाम्रो क्षेत्रीय युवा संगठनको क्षेत्रीय भेला भइराखेको छ। यसमा यहाँ हामी सहभागिता भएका छौँ यसलाई सफल पार्नको निम्ति। तर जुन उता भेटका चाहिँ युवकहरू दुईटा बसमा आउँदै हुनुहुन्छ टाढो भएको र बस ठुलो टरको बस हो असाध्यै मिङ्गिँदै रह्यो हो पिसो ल ठिक छ अरू केही छ सोध्नु उनीहरूले 10,000 रुपियाँ खानु पाएन किन उनीहरूले नेपालको बैंकमा पैसै नभएर उनीहरूले यस्तो जोगेर कमाएको पैसा पनि उनीहरूले खानु पाएन अवस्था कसै गर्दा भन्नुभयो अघि संक्षेपमा भन्यो अघि 22 लोन हाल्दा पूर्व प्रधानमन्त्री प्रचण्डजीले र बाबु भट्टराईज्यू दुईजना प्रधानमन्त्री र अर्थमन्त्री दुईजनाले के चाहिएको थियो किनभने त्यो अवस्था नभएको जानकारी किन पाइदिनु पाएन। यस दिनमा चाहिँ 2325 4 दिनमा चाहिँ नेपाल राष्ट्रिय ब्याङ्कमा किन नगएर भिन्न गरेर त्यो पैसा कसैले भिन्न गरेन। त्यसै हामीले आफूले राखेको पैसाहरू गरिरहेको हाम्रा केन्द्रीय अध्यक्षहरू केन्द्रीय सदस्यहरू हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू उनीहरूले पनि घुसखोरी गरेर हो हामी होइन कि जनताको हिजो निकाल्न गर्छौँ। अनि एउटा हाम्रो मनमा महिला सदस्य मनमा कति दुःख हिँड्ला छ त्यस्तै गर्नुपर्छ भन्नुभयो। यहाँको हाले कसले के गर्यो आखिर हाम्रो यो जिल्लामा सबभन्दा बढी विकास गरिदिने हाम्रा सम्माननीय केन्द्रीय अध्यक्ष श्री प्रसाद राणाजीबाट गरेको हो। यो थोप्रो गरेर भन्छु म जहाँले पनि अब गरेको हामी पनि गर्दै जाउँला उहाँको सर यहाँको सर भएर म पहिला हामी भाषण गर्न नजाने भयो भने कुरा त अलिकति भन्छौँ नि जाने कुरो देखाएको कुरो गरेको कुरो भएको कुरो होइन। हामीले पढाएको मैले पढाएको चौसाल पढाएको लालबहादुर कार्की भीमसिंह गणगती भाइहरू हुँदै सेवारी साल लाग्यो। लालबहादुर कार्की मैले पढाएको विद्यार्थी यसै विद्यालयबाट हेडमास्टर अहिले उच्च मावि भएछ मावि हुँदाको हेडमास्टर हुँदा मैले पढाएर उहाँ हेडमास्टर भएकोले 3 दिन पाइसकेको त्यस खालको त्यसै उहाँहरूले पढाएको शिक्षाको म यस सालको 3 वर्षमा चाहिँ पुरानो मेरो दाजुहरू सब चिन्छु। अहिले नयाँ युवा पिँढीका भाइहरू चिन्नु सक्दिनँ त्यही साह्रै पर्छ। अघि सर्न तयार छौँ।
संयोजक आदर्शबाट अवधिज्यू र प्रमुख अघि सम्मानित पत्रसंघ जवाबज्यू विशेष अतिथि आउने मेरा दाजु पूर्व गृहमन्त्री प्रतिमा तामाङज्यू केन्द्रीय सचिव भवन भानुभज्यू विभिन्न संस्थाहरूसँग भावी सम्मेलनबाट तालवाला केन्द्र सदस्य भावी सम्मेलनबाट केन्द्रीय अतिथिज्यूहरू यसमा आसन सम्पूर्ण अतिथिज्यूहरू र क्षेत्रका सुनिश्चित गर्ने तमाम मेरा मन्त्री जलवीय चारबाट विनोद कुमार श्रेष्ठज्यू र नेकपा माओवादीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवेश गर्नुभएको छ। यसै गरी सिन्धुपाल्चोक क्षेत्रमन्त्री जलवीय चारबाट वर्ष 20 राजकुमार थापा नेपाली कांग्रेसबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवेश गर्नुभएको छ। यसै गरी सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 सुसिङकोट गाविसबाट विकास रामज्यू एमालेबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। यसै गरी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर 2 दलीय 4बाट सन्तोष खत्रीज्यू नेकपा एमालेबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। यसै गरी क्षेत्र नम्बर 2 सिन्धुपाल्चोक दलीय 4बाट नेपाली कांग्रेसबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा सुशील कुमार कार्कीज्यू प्रवेश गर्नुभएको छ। यसै गरी सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर 2 सुसिङकोट गाविसबाट नेपाली कांग्रेसबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवेश गरी भीमसेन कार्कीज्यू हुनुहुन्छ। यसै गरी सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 दलीय 4बाट नेपाली कांग्रेसबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी सुरेन्द्र श्रेष्ठज्यू हुनुहुन्छ। यसै गरी सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर 2 बतासे 2बाट नेकपा माओवादीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने रामहरि काफ्लेज्यू हुनुहुन्छ। र यसै गरी सिन्धुपाल्चोक जिल्ला बतासे गाविस वार्ड नम्बर 2बाट नेकपा माओवादीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने दिपेन्द्र थापा हुनुहुन्छ। यसै गरी सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 दलीय 4बाट नेपाली कांग्रेसबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न सुमन श्रेष्ठज्यू हुनुहुन्छ। यसै गरी दलीय गाविस वार्ड नम्बर 4बाट नेकपा माओवादीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने साधन श्रेष्ठज्यू हुनुहुन्छ। नेकपा माओवादीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा उच्च भण्डारीज्यू क्षेत्र नम्बर 2 छुट्टीकोट गाविसबाट नेकपा माओवादीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरे नारायण भण्डारीज्यू हुनुहुन्छ। यसै गरी बतासे गाविस वार्ड नम्बर 4 फलान चाङबाट नेकपा एमालेबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरे दिनेश श्रेष्ठज्यू हुनुहुन्छ। यसै गरी सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 दलीय 6 टाढीबाट भट्टराज श्रेष्ठज्यू हुनुहुन्छ लेखाको तर्फबाट। र सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 सीता पोखरेबाट रत्नबहादुर सापकोटाज्यू यस पार्टीमा प्रवेश गर्नुभएको छ। यसै गरी सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 सीता पोखरेबाट भण्डारी खोपबाट सम्झौता श्रेष्ठज्यू हुनुहुन्छ। सीता पोखरे 1बाट सम्झौता श्रेष्ठज्यू रिकार्ड प्रवेश गर्नुभएको छ। र यसै गरी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर 2 डाँडेगाउँदाको जगतबहादुर तामाङज्यूले यस राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नु भएको छ। उहाँ नेपाली कांग्रेसबाट राप्रपामा आउनुभएको हो। यसै गरी डाँडेगाउँ 2बाट नेकपा माओवादीबाट राप्रपामा प्रवेश गर्नुभएको छ पूर्णबहादुर तामाङज्यू।
प्रजातन्त्र पार्टीले प्रवेश गर्नुभएको छ। त्यसै गरी 97 खुर्पी सरकारी सभा संसद स्थापना पनि एकता नारा